जना ठूला नेता मुख्यमन्त्री समेत भइसकेका नेताले फोनमा धम्क्याउँदै धम्कीकै भाषा प्रयोग गर्दै मलाई भने तिमी नेपालको प्रधानमन्त्रीलाई जे पाए त्यही बोल्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने, भ्रम छर्ने, अब केही दिन भित्रमा तिमीलाई इन्टरपोल लगाएर अमेरिकाबाट पक्रेर नेपाल ल्याउने तयारी हुँदैछ, होस गरेर बस्नु, त्यस पछाडि थाहा हुन्छ के रहेछ भन्ने। उनी रिसले चुरचुर भएको प्रष्ट देखिन्थ्यो त्यो टेलिफोन कन्भर्सेसनमा। बल्ल गाई गुई सुनेको हल्ला धुवा मात्रै आएको होइन रहेछ, भित्रभित्र आगो नै सल्किसकेको रहेछ है भन्ने कुरा मलाई फिल भयो। त्यो सँगै ती नेताले त्यहाँको दूतावासमा गएर मैले गल्ती गरेँ, मेरो इन्टेन्सन त्यस्तो थिएन भनेर माफी मागेको बेहोराको एउटा निवेदन दियौ भनेदेखि चाहिँ हामी यहाँ विचार गरौँला नत्र भन्ने खालको कुरा आयो। 6 मिनेटको त्यो कलमा अरू पनि धेरै कुराहरू भए। जे होस् मलाई गलाउने कोसिस मजाले भयो। त्यसपछि एकजना ठूला नेता मुख्यमन्त्री समेत भइसकेका नेताले फोनमा धम्क्याउँदै धम्कीकै भाषा प्रयोग गर्दै मलाई भने तिमी नेपालको प्रधानमन्त्रीलाई जे पाए त्यही बोल्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने, भ्रम छर्ने, अब केही दिन भित्रमा तिमीलाई इन्टरपोल लगाएर अमेरिकाबाट पक्रेर नेपाल ल्याउने तयारी हुँदैछ, होस गरेर बस्नु, त्यस पछाडि थाहा हुन्छ के रहेछ भन्ने। उनी रिसले चुरचुर भएको प्रष्ट देखिन्थ्यो त्यो टेलिफोन कन्भर्सेसनमा। बल्ल गाई गुई सुनेको हल्ला धुवा मात्रै आएको होइन रहेछ, भित्रभित्र आगो नै सल्किसकेको रहेछ है भन्ने कुरा मलाई फिल भयो। त्यो सँगै ती नेताले त्यहाँको दूतावासमा गएर मैले गल्ती गरेँ, मेरो इन्टेन्सन त्यस्तो थिएन भनेर माफी मागेको बेहोराको एउटा निवेदन दियौ भनेदेखि चाहिँ हामी यहाँ विचार गरौँला नत्र भन्ने खालको कुरा आयो। 6 मिनेटको त्यो कलमा अरू पनि धेरै कुराहरू भए। जे होस् मलाई गलाउने कोसिस मजाले भयो।